सो हेलो गुड मर्निङ गाइज भने आज चाहिँ मेरो बिहानैको है एकदम खुल्ला मौसम छ, घाम लागिरहेछ है। अहिले चाहिँ म ठ्याक्कै के भन्छ बारीमा आएको छु यसो धान सान हेर्नलाई। सो धान सान बिहान हेरिदिउँ न त होइन के कस्तो भएछ, पानी हालेको थियो हिजो भनेर यसो हेर्न आइरहेको छु भने अब चाहिँ ठ्याक्कै अहिले कति बज्यो 6:26 भयो होला। अब 7 बजेतिर चाहिँ यसो केटाहरूसँग यसो सानोतिनो सल्लाह मिटिङ गर्नुपर्ने छ होइन। सो के बारेमा भन्दाखेरि चाहिँ त्यही अब लाखे निकाल्नु पर्ने छ होइन। लाखे त्यस्तो दिन त हिँड्दैन होला सायद, त्यही 4-5 दिन विशेष दिनमा हिँड्ने भन्ने खबर आएअनुसार चाहिँ यसो केटाहरूलाई भेला गरेर के कस्तो मिटिङ हुन्छ है आज हेरौँ है त। अब यसो केटाहरूसँग अब एकैचोटि आजको भ्लग चाहिँ अब मिटिङतिरै भेटौँ है त भन्दै अहिलेलाई चाहिँ म राखेँ है त। ल अहिले चाहिँ हामी होइन साइकलमा, बाइक साइक छैन नि त होइन, त्यही भएर साइकलमा यसो कहाँ गएको मिटिङतिर है। बाइकै छ भन्दा नि हुँदैन, कस्तो साइकलले देख्नु पर्दैन। अहिले चाहिँ हामी भाइहरू होइन आइस भाइलाई नि पर्खेर लिएर आइसक्यौँ भने अब अहिले चाहिँ हाम्रो नेवारसम्मको लागे जात्रासम्मतिर बाममा टिकटक सिकटक सबैतिर हालेछ भने हामी अहिले चाहिँ जाँदैछौँ है त गाइस, जाँदैछौँ होइन। अनि जाँदैछौँ यो यहीँको मान्छे अब यो त हुन्छ छ होला हेर्न आउनु हाम्रो चोक होइन। गेम हुन आँटेको छ हेर्न आउनु भन्दैन, गेम कहिले हुँदैछ हुन आँटेको छ भन्नु। यहाँ चाहिँ म काम गर्ने स्कुल होइन। नेसन चाहिँ आइपुग्यो जस्तो छ, हाम्रो डेस्टिनेसन आइपुगिसक्यो फाइनली है। कहाँ हो? हामी फाइनली आइपुगिसक्यौँ है। आज अब के कस्तो मिटिङ हुन्छ तपाईँहरूलाई देखाउने नै छु गाइज है भन्दै अहिले हामी यहाँ भेला भइसक्यौँ सबैजना। अब अझै बाँकी छ, बाँकी चाहिँ ल अहिले चाहिँ हामी के भन्छ चेतन भाइ र म चाहिँ यहाँनिर के भन्छ यो मिटिङ सिटिङ सकेर हाम्रो सामानहरू चाहिँ के कस्तो रहेछ भनेर यहाँ सामानहरू हेर्न। अनि आज चाहिँ यसो यसलाई बनाउनु पर्नेछ, ढोलहरू सुकाउनु पर्नेछ, चमरहरू धुनु पर्नेछ होइन। ढिलो त ढिलो भइसक्यो, अगाडि नै गर्नुपर्ने थियो होइन, र पनि ढिलै भए पनि हामी तयारी गर्न लागेछौँ है त। अब चाहिँ हाम्रो शुक्रबारेको लाखे निक्लिन लाग्यो है त। यहाँ के छ होला हौ भाइ, सामान छ होला यस्तो छ होइन। ढोललाई चाहिँ बाहिर राखिदेऊ अनि यो यसलाई उमा राखिदिइराख, भरे आएर गर्नुपर्छ ल। सुकाइदिनु न। अनि फेरि पानी पऱ्यो भने उयो हुन्छ नि त हो। ल त्यसो भने सुकाइदिउँ होइन, यसलाई चाहिँ यहीँ राखिराखौँ। एउटा ढोलो त होला हौ, चमरहरू पनि खासै पुगेको छैन हो यहाँनिर यस्तो छ है। भन्दै मेरो चाहिँ फेरि खेतमा पानी पनि लागेको छ क्या, अब पम्प सेट हेर्नु पर्ने छ, बनाउन पनि जानुपर्ने छ है भन्दै मेरो आजको चेतन भाइ र मेरो भ्लग चाहिँ यहीँ सकिन्छ होला है। के गर्नु है, आजको मिटिङ चाहिँ यस्तै भयो है। खासै अब सबै कुराहरू भयो होइन। लाखे चाहिँ अब योपालि के भन्छ त्यही यो चाहिँ अर्को मुकुट है, भाइले निकालिदिइहाल। दुईवटा मुकुट छ, यो अर्को मुकुट हो, दुईवटा मुकुट 2टा लाखे हुन्छ भन्दै हाम्रो योपालि चाहिँ के भन्छ त्यही गाउँघर चाहिँ डुल्दैन लाखे, त्यही नागपञ्चमीको दिन निक्लिने अनि त्यस पछाडि गाई जात्रा, हिँडे जात्रा, रथ यात्रा हुँदै लास्टमा समापन हुन्छ है त कृष्ण जन्माष्टमीको भोलिपल्ट दिन भन्दै त्यही भयो आजको निर्णय। ला यस्तो यहाँ राख्नु हुँदैन नि मुकुट माथि, यस्तो कुराहरू बुझ्नु पर्यो तिमीले अहिले। अनि भरे आऊँ न ल, मेरो त्यहाँ पानी पनि हालेको छ क्या भन्दै मेरो आजको भ्लग चाहिँ यहीँ सकिन्छ है त। ल चेतन भाइबाट नि इन्डिङ हानिदेऊ।
अहिले चाहिँ हामीले सबै थोक सामानहरू हेरिसक्यौँ। अब के कति कमजोरीहरू छन्, के कति गर्नुपर्ने छ, त्यो हामी पछाडि आएर गरि नै हाल्छौँ र सकेसम्म हजुरलाई पछिको पनि हामी भ्लग देखाउनेछौँ। है त ल एउटा ढल चाहिँ हामी यहाँ बाहिर सुकाइरहेको छौँ होइन। ल